हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन। आज चाहिँ हामी तीन भाइ मिलेर दमकदेखि 15 मिनटको राइडमा पुगिने नेचुरल स्विमिङ पुल चपेटीदेखि थोरै माथि जानुपर्छ। हामी चाहिँ त्यहाँ जाँदैछौँ 3 भाइ मिलेर। अब के कस्तो हुन्छ। उकालोमा झन्डै अङ्कलहरू लाउनु भयो। देख्न सक्नुहुन्छ तल चपेटी होइन, तल चपेटी छ। हामी चाहिँ चपेटी नछिरी माथिबाट सट्ट गयौँ होइन। चपेटी चाहिँ छिर्नु पर्दैन। अब हामी नेचुरल स्विमिङ पुलमा जाँदैछौँ होइन। जानको लागि चाहिँ हामीले चपेटी छिर्नु परेन। अब हामीले चपेटीदेखि थोरै माथि अनि अहिले अब एकछिनमा झर्ने ठाउँ देखाउँछु। ट्याक्क लाएर हामी चाहिँ यहाँदेखि तल झर्नु पऱ्यो होइन। यहाँदेखि तल झरेपछि चाहिँ खोला, अनि खोलादेखि अलिकति माथि हिँडेर गएर चाहिँ स्विमिङ पुल आउँछ नेचुरल। लड्यो गाइज, फाइनली गाइज यहाँ देख्न सक्नुहुन्छ। फाइनली धुवा धुलो देख्न सक्नुहुन्छ। यस्तरी लड्यो हामी, मजा भयो। बाइकको चाहिँ यस्तो गाड गरी धुवा निस्किरहेको छ। गर्मी छ, यस्तो घाम छ, टिलिक्क टल्किरहेछ। दाइ के फुट्छ भनेर अरे यस्तो छ बाटो चाहिँ यस्तो छ। हामी एकचोटि लडिहाल्यौँ, अब फेरि म चढ्नु पर्ने हुन्छ। घामले मार्यो यार। यहाँ पनि पौडी खेल्न सक्नुहुन्छ। यहाँ नि स्विमिङ नै छ, यहाँ पनि स्विमिङ रहेछ है। यहाँ पनि हामी पौडी खेल्न सकिन्छ, गहिरो छ यहाँ चाहिँ। फाइनली हामी आइपुग्यौँ। यहाँ पनि पौडी खेल्ने ठाउँ छ। ल बाइक पनि कट्यो। ओ चपेटीदेखि थोरै माथि यहाँ ड्याम देख्न सक्नुहुन्छ। यहाँ कहाँ दाइले लाँदै हुन्छ। म चाहिँ फर्स्ट टाइम आएको, बाइक चाहिँ तल राखिरहेको छौँ, देख्न सक्नुहुन्छ। अब हामी जाँदैछौँ। बाइक यस्तो बाटो थियो र हामीले चाहिँ बाइक नलिएको। बाइक उति छ भित्तामा, शीतलमा राखेको छौँ। त्यो भएर अब हामी चाहिँ पुग्नु आँटिसकेको छौँ है, हेर्दै गर्नु होला। फाइनली गाइज हामी चाहिँ आइपुगिसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पछाडि मेरो पछाडि हामी चाहिँ रतुवाको ट्याक्कसँगले चपेटीदेखि थोरै माथि रतुवाको ड्याम देख्न सक्नुहुन्छ। अनि दाइ चाहिँ पौडी खेलिरहेछ होइन। यहाँ भाइहरू आमा माला दाइ यस्तै गर्मी छ। अब लास्ट गर्मी छ। अब म चाहिँ यहाँ खेल्नु जाँदैछु, यहाँ पोखरीमा होइन। दामी नेचुरल स्विमिङ। ल ओइ हाम्रो त माइला दाइले चाहिँ हान्छ अरे त। ल उल्टी ल यहाँ माइला दाइलाई बोलाउँदै हुन्छ लुङ्गालाई। अब ल हान्दै देख्नु सक्नुहुन्छ भाइहरू। ल 1 2 3 गो। कतिको गहिरो छ देखा न, कतिको गहिरो छ। उप हात माथि गरेर। तल जान, भुइँ टेक्न। त्यति नै ल। धेरै गहिरो चाहिँ छैन रहेछ, ठिक्क मान्छे डुब्ने मात्रै रहेछ होइन। दामी छ है। यता पछाडि पनि देख्नुहुन्छ। यता खेल्दा पनि हुन्छ, अलिक खेल्नु आउनेहरू चाहिँ यहाँ खेल्दा हुन्छ होइन। तल बोकेको नेचुरल स्विमिङ कसम भनेको दामी छ। ल म पनि अब पस्छु, के भन्नु र। त्यहाँ त्यति नै हो, त्यहाँ त्यति नै। ल गहिरो छैन रहेछ धेरै। भाइहरू चाहिँ माथि खेलिरहेछ। यहाँ चाहिँ अलिक थोरै गहिरो छ, त्यही भएर यस्तो छ होइन। यहाँ म सब तपाईँहरूलाई देखाइदिन्छु। यहाँ चाहिँ पर यस्तो छ, यहाँ यस्तो छ, यता यस्तो छ। यहाँदेखि झऱ्यो भने चाहिँ सिधै है, सिधै आइआएको भने।
यस्तो भिड भइसकेको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ सर्ट कस्तो भयो भन्दा चाउचाउ खाइदिउँ न अब चाउचाउ खाइदिउँ न कस्तो भयो कस्तो भएर अब गर्मी भइरहेछ पानी तातो छ होइन रमाइलो भइरहेछ होइन त्यही हो यता देख्न सक्नुहुन्छ यतादेखि यतासम्म होइन यस्तै छ है तपाईँहरू पौडी खेल्न आउने भने यहाँ आउँदा हुन्छ ठ्याक्कै लोकेसन ठ्याक्कै चपेटीदेखि सिधा माथि आउने यहाँनिर बान बारेछ होइन मजा आउँछ कि मजा आउँछ आन्टीहरू हेरौँ न आन्टीहरूको टिकटक आन्टीहरूको ल फाइनली हामी चाहिँ नेचुरल स्विमिङ पुलमा खेलिसकेर रेस्ट गरिदिन छौँ होइन जानु लागेको यहाँ मान्छे देख्न सक्नुहुन्छ नेचुरल स्विमिङ पुल चपेटीको छेउको हो यो चाहिँ मान्छेहरू यत्रो धेरै आएको देख्न सक्नुहुन्छ है त्यहाँदेखि माथिसम्म कहीँ खाली छैन त्यहाँ अघि कति मान्छेहरू अहिले राखेको थियो सब मान्छेहरू फर्केर गयो होइन देख्न सक्नुहुन्छ भ्यू तल पनि मान्छेहरू जाँदैछ कति ऊ तल लुगा फेर्दैछ यस्तै छ होइन ल भाइ भेट्दै गरौँ ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ है यहाँनिर पौडी खेल्नलाई